आज हामी तौथलीको एकदम चर्चित सुन्दर रमणीय ठाउँ महावीर झरना आइपुगेको छौँ। आज महावीर झरनामा प्राकृतिक जङ्गलको यो अर्गानिक मह निकाल्दैछ। तपाईँले ब्याकग्राउन्डमा हेर्न सक्नुहुन्छ। हामी भिर मह आज काट्ने कार्यक्रम छ र यसमा चाहिँ तौथलीको वन समितिले चाहिँ यसको प्रमुख लिड नेतृत्व गर्दैछ। आज हामी तपाईँलाई यो वन हाम्रो जङ्गलको मह कसरी काट्छ भन्ने कुरा हामी प्रत्यक्ष रूपमा हामी तपाईँलाई यो भिडियोमा हामी देखाउन चाहन्छौँ। हाम्रो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। मौरी खाँदाखेरि मान्छेलाई माथिको यानि जुन भिरमौरी खाए पछाडि चाहिँ मान्छेलाई कस्तो रियाक्सन हुन्छ भन्ने कुरा हामी तपाईँहरूलाई पनि देखाउनेछौँ। उहाँ भाइ कहाँबाट आउनुभयो? म तौथलीबाट। तौथलीबाट के कामको लागि आउनुभयो? म खाना भनेर आएको। अलिकति मा खाने धेरै खाने? धेरै खाउँला अलिकति खाएर जाने। अनि पहिला खानु भएको छ कि छैन भिरमौरी? एकदम खाएको छ। खाएको छ। अनि कसैलाई यो भिरमौरीले लाग्छ पनि भन्छ नि, तपाईँ लागेको छ? मलाई त छैन, अरूलाई चाहिँ लागेको देखेँ। नमस्कार दाइ। नमस्कार हजुर। नमस्कार। के कामले आउनुभयो यो गर्मीमा? यहाँ मह झिक्ने कार्यक्रम रहेछ आज, त्यही भएर म नि सहभागी हुन भयो। योभन्दा अगाडि आउनुभएको छ कि छैन? म 2 वर्ष भयो। म लगातार आउनुभएको? 2 वर्ष। भनेपछि तपाईँले मह पनि पक्कै चाख्नु भएको छ? चाखेको छु हजुर। कस्तो छ यसको स्वाद? यसको स्वाद एकदम राम्रो छ। यो चाहिँ धेरै औषधि हुने कारणले छ यसको खास चाहिँ। विशेष गरी औषधिको लागि नै जान्छ। यो खानको लागि त घरमा मात्र खान्छन् मान्छेले, विशेष गरी औषधिको लागि प्रयोग हुन्छ। यो खास केही औषधि छ जुन तपाईँ भन्न सक्नुहुन्छ, जुन के रोग निको पार्न सक्छ यो औषधिले? यो भिरमहको अब रोगकै कुरा चाहिँ खास चाहिँ भित्र पेटहरूको रोगहरूको विषयमा सबै यही भन्ने चाहिँ मलाई पनि थाहा छैन होइन। खासै पेटभित्र रोगहरूको विषयमा यसले अलिकति काम गर्छ भन्छ। तपाईँलाई लागेको छ यो खाएर? कहिले लागेको अनुभव छ? मलाई चाहिँ लागेको छैन। मैले त्यस्तो बिक्नै खाएको छैन। मैले अलिअलि मात्र चाखेको छु। अरूलाई? भाइको नाम के हो? मेरो नाम उजन श्रेष्ठ। उजन श्रेष्ठ। आज के कामले आउनुभयो यो झरना? म आज यो पौडी जजले खोलामा पौडी खेल्न र यहाँ मह यो झिकेको जुन छैन काटेको हेर्न आएको। मौरी पनि आइरहेको। यहाँ पौडी पनि खेल्न पाइन्छ र? तल एकदमै राम्रो पौडीहरू छन्, आएर खेलिदिनु होला। तौथलीमै। अनि आज यो मह काट्नलाई, यो भिरमौरी काट्नलाई तपाईँ भिरमौरी खान आउनुभयो कि भिरमौरी काटेको हेर्न मात्र आउनुभयो? म त्यस्तो धेरै खान्न। म पहिल्यै खाएर चिटिसकेको छु। म खाने एक चौटा पनि खान्न म। किन भिरमौरी पहिला खानु भएको छ र? पहिला मैले धेरै होइन, थोरै खाएको थिएँ। त्यसले पनि धेरै असर गर्यो मलाई। किन तपाईँलाई माथ लाग्यो र? माथ जस्तै माथ मलाई थाहा छैन कस्तो माथ भनेर। मलाई डिङ्गाटा चल्यो, छादे पनि, बमिट आयो। कहिले? पोहोर सालको वर्षमा खानुभयो कि त्योभन्दा अगाडि नै? त्योभन्दा अगाडि होला। कति खानुभएको थियो? धेरै खाएको थिएन, 2-3 चम्चा खाएको थिएँ। तपाईँलाई कस्तो फिल भयो यो भिरमौरी खाँदाखेरि? तपाईँलाई जो 2-3 चम्चा खानुभयो नि, त्योभन्दा पछाडि तपाईँलाई कस्तो लाग्यो? कस्तो फिल भयो? टाउको भारी अनि डिङ्गाटा लाग्यो जस्तो, टाउकै घुमिरहेछ। यो दाइको नाम? कविराज। के हो? कविराज थामी। हामीले अघिदेखि भिडियोमा हेऱ्यौँ कि यो थामी समुदायले मात्र यो भिरमौरी निकाल्न सक्ने क्षमता छ भन्छ। यस्तो क्षमता के छ जस्तो लाग्छ तपाईँलाई? यो क्षमता चाहिँ आफ्नो आँट हो। जसले काटे पनि काट्छ। अब सक्नु पऱ्यो, भिरमा चढ्नु सक्नु पऱ्यो, मोटो हेर्नु पऱ्यो। अनि जसले काटे पनि हुन्छ। कति वर्षदेखि यो भिरमौरी काट्ने काममा व्यस्त हुनुहुन्छ? मैले अहिले करिब 27-28 वर्षदेखि निरन्तर रूपमा भिरमौरी काट्ने काम गर्दै हुनुहुन्छ। कतिको जोखिम छ यो भिरमौरी काट्ने काममा? जोखिम छ नि, धेरै जोखिम छ। अब मान्छे अब अलिकति नित्य भए पनि देउता यो मान्छेको खस्यो भने खसिया त्यो फुट्छ। धेरै अब जोखिम हुन्छ। मान्छे डोरीको भरले काम गर्नुपर्छ। यो डोरी चाहिँ के को बनाउनुहुन्छ? जुन यो हरियाङ चाहिँ चोयाको। अनि यो मह तान्ने उगार्ने। अब यो त्यसले चाहिँ यो चाहिँ मेरो सेफ्टी। त्यो सेफ्टी अब माथि प्र्याङमा गयो, त्यसरी त्यहाँ राखेर गयो। अनि गएपछि यो एउटा निकाल्यो। अनि यो मुनियाटा भयो। अनि यो फेरि यो क्रस गऱ्यो। यति त्यो खुर्किलोमा यो हालेपछि
चारै खुट्टा छोडे पनि केही हुँदैन। अनि अहिले त यस्तो प्रविधि अलि नयाँ नयाँ नै आएको छ, रेडिमेड पनि पाउँछ। किन तपाईँले रेडिमेड डोरीमा विश्वास नगर्नु भएको हो कि यही डोरीमा त्यस्तो चमत्कार छ? हाम्रो त यही हो। यही डोरी वर्षौँदेखि यही डोरी प्रयोग गरेर आउँदै हुनुहुन्छ, त्यसैले विश्वास लाग्छ। तपाईँको यो भिरमाउने काट्ने टिममा कतिजना साथीहरू हुनुहुन्छ? हाम्रो अहिले 6 6 जना। जना साथीहरू हुनुहुन्छ। कतिजना साथीहरू माथि जानुभयो र कतिजना तले बस्नु भएको छ? यहाँ तल 3 जना। हजुर। मसँग माथि 3 जना। अहिलेसम्म सबैभन्दा धेरै भिरमौरी काटेको अनुभव के छ तपाईँलाई? मलाई अनुभव चाहिँ उता छिलाङ सार्दा कति लिटर जति चाहिँ निकाल्नु भयो? यहाँ 6 टिन निकाल्यो। 6 टन। 6 टिन। 6 टिन भन्नाले एउटा टिनमा 20 लिटर। होइन बढी हुन्छ। बढी, त्योभन्दा बढी। अनि तपाईँलाई यो मौरीले हामीलाई त एउटा दुईटा टोक्दा पनि ठुल्ठुलो फोकाउँछ, तपाईँलाई कतिको टोकेको अनुभव छ? मलाई अब पहिलाको जति चाहिँ अलि टोकेको अलिकति हुन्छ, अनि पछि त अनि त्यो टोकेको अलिक थाहा थाहा हुँदैन। हुँदैन। अनि तौथलीमा तपाईँले धेरैचोटि मह निकालिसक्नु भन्नुभएको छ। कुन चाहिँ वर्ष सबभन्दा धेरै मह निकालेको तपाईँलाई याद छ? 4 कति जति निस्क्यो होला पोहोर साल? 4 झनै निस्क्यो होला, झनै 2,50,000 जति जतिको मह निस्क्यो। कति बजार सबै गर्दाखेरि अनि बजारमा चाहिँ यसको भाउ कति छ तपाईँलाई थाहा छ? थाहा छ मलाई। कति जति छ? हामीले चाहिँ अब किलोको हामी 1800 देखि 2000 सम्म बेच्छौँ त्यतिमा। अनि अलि टिन नै धेरै सबै टिन भनेदेखि चाहिँ अलि हुन्छ, भयो हुन्छ 1700सम्म। यसपाला कति जति छ भने मनमा आकलन हुन्छ, मान्छेले भन्छ नि यति जति त पक्कै होला है भन्ने अनुभव। यस वर्ष चाहिँ यो 83 सालमा चाहिँ यो 82 सालमा चाहिँ कति जति छ यसपाला, कति टन निस्केला भनेको आतु तपाईँलाई अनुमान छ कि छैन? यहाँ मलाई 3-4 टिन आउँछ। 3-4 टिन भनाइ एक टिनमा 20 लिटर, 20 माना कि 20 लिटर? 4-5 टिन यसपाला निस्किने तपाईँको अनुमान छ। हस्, धन्यवाद। यो अहिले तपाईँले जुन दृश्य देखिरहनु भएको छ, हेरिरहनु भएको छ, यो चाहिँ तौथलीको एक्ज्याक्टली यो महको पोका हो जुन तपाईँलाई दृश्यमा देखाइरहेको छौँ। हेर्न सक्नुहुन्छ यसमा यो वन मौरीले मजाले यहाँ गोठ लगाइरहेको छ। यसैलाई नै अब केही समय पछाडि आगो बाले पछाडि मह निकाल्ने कार्यक्रम सुरु हुन्छ। झिल्कु कुसुले दादा, झिल्कु कुसुले कहाँ तौथली कहाँदेखि आउनु? तौथलीबाट। अनि के काम लागि आउनुभयो आज? मह झिक्छ भन्ने मह झिक्नुको कार्यक्रममा बाबु होइन। हजुर। अनि यहाँ पहिलादेखि यस्तै चलन रहेछ हाम्रोमा। अनि यो जुन महवीर भन्ने चिज चाहिँ महत्त्वपूर्णको रहेछ राजा। हजुर। अनि त्यो हिसाबले हामी लगायत थामी समूहबाट चाहिँ उहाँहरूले मात्रै जान्ने हिसाबले हामी उहाँहरूको सहयोग गर्नु आएको राजा। योभन्दा अगाडि पनि आउनु भएको छ कि छैन? आएको थियो बाबु। यो भिर मह खानु भएको छ कि छैन? खाएको बाबु। अनि तपाईँलाई यो खाएपछि माद लाग्छ भनेको छ? माद लाग्छ कि लाग्छ? लाग्छ राजा, लाग्छ। तपाईँलाई लागेको छ कि छैन? एकदम प्योर हो होइन राजा, यो चाहिँ प्योर चिज हो। यो यति खायो भने त्यसले चाहिँ लाइफ ग्यारेन्टी। अब त्यो औषधिको लागि पनि धेरैले मान्छेले चासो पनि गरेको छ राजा। अनि औषधिको लागि यो मह भिरमा एकदम कोही नजानु सक्ने ठाउँमा उनीहरूको वासस्थान चाहिँ यिनीहरूको त्यो हिसाबको रहेछ राजा। अनि त्यो हिसाबले हामी चाहिँ उहाँहरूसँग हामी तौथलीवासीले चाहिँ कहिले पनि लिनु सक्दैन राजा त्यो। हजुर हजुर। अनि त्यो हिसाबले त्यस्तो थामी समुदायसँग त्यस्तो के रहेछ जुन उहाँले मात्र यो मौरी निकाल्न सक्ने, उहाँहरूको केही दैवीय शक्ति वा के छ त्यस्तो जुन उहाँले मात्र लिन सक्ने, उहाँको मात्रै आँट यो अरूले गर्न नसक्ने? होइन, हामीसँग त्यो क्षमतै छैन राजा। एक हिसाबले उहाँहरूसँग कुन हिसाबको छ, कसरी छ, त्यसमा पनि म पुरानो बाजेहरूलाई चाहिँ थाहा होला, हामीलाई चाहिँ थाहा छैन राजा यसमा चाहिँ। नाम? मेरो खड्गबहादुर कुसुले। खड्गबहादुर कुसुले के काम लागि आउनुभयो? यो मह झिक्छ परानको हजुर, अनि अलिकति खानु मन लाग्यो, बुढा मान्छे पनि आयो। योभन्दा अगाडि खानु भएको छ? पहिला खाएको थियो, धेरै वर्ष नआएको यसपालि हो। यसपालि हो? यो खाएर अलिकति मात लाग्छ नि भन्छ, तपाईँलाई मात लागेको छ? मान्नु त पहिला एकचोटि आउँदा त मैले गणेश थुम्कीबाटै मातेर तौथली पुग्नै नसक्ने गरी माथ्यो हजुर। धेरै मात्नु भयो? धेरै माथे नि हजुर। तपाईँले उठाएर कसले लानुभयो? अनि बुढीहरूलाई यसो भनेर चाहिँ अनि बुढीहरू समातेर लग्यो हातमा। मलाई मौरीले धेरै काटिसकेको छ। म चाहिँ यहाँबाट निस्किसकेको छु। मह काट्ने काम सुरु भइसकेको छ।
मलाई धेरै ठाउँमा मह काटिसकेको छ। म चाहिँ यहाँबाट निस्किने तर्खर लागिसकेको छु। यहाँ मलाई धेरै मौरीले काटिसकेको अवस्था छ। म चाहिँ मेरो खोला छेउ छु तैपनि यिनीहरूले आक्रमण गर्न मलाई छोडिसकेको छैन। सुट गर्न खोजिरहेको थिएँ तर मलाई धेरै मौरीले टोकिसकेको छ। हेर्न सक्नुहुन्छ मेरो हातहरू कामिरहेको छन्। लगभग 30-40 मौरीले मलाई टोकिसकेको छ। म सास फेर्न सक्ने अवस्थामा छैन। मैले धेरै साथीहरूको कुराकानी गर्दै थिएँ, त्यतिकैमा उहाँहरूले आगो बाल्नुभयो। त्यसैको स्वरूप मौरीले मेरो लगभग मलाई 30-40 वडाले टोकेको छ। तर कहिलेकाहीँ मौरीले टोक्दा पनि फाइदा नै हुन्छ भन्ने तपाईँहरूलाई म अवगत गर्न चाहन्छु। र धेरै अझै पनि मह काट्न, यो महावीरको मह काटेको हेर्न चाहने दर्शकहरू अझै आउनुहुन्छ। हामीसितै रहनुहोला। हामी यो दृश्यमा तपाईँहरूलाई तौतलीको यो अर्ग्यानिक भिड मह कसरी निकालिन्छ भन्ने यो भिडियो टाढाबाट देखाउँदैछौँ कि नजिक जान सकिरहेका छौँ।